तिमी सुत्केरी भइसकेको हो र भनेर बिहान बिहान मेरो श्रीमानले भन्छिन्छ हैन। अनि मैले नाइ भने अनि किन सुत्केरीको यो लुगा लगाएर यसरी बसिराखौ सुत्केरी जस्तो भनेर गाली गर्छु हैन। हैन ए बाबा चिसो छ, अब यो लुगा तातो हुन्छ, यो लुगा लगाएँ अब म मिन्स भएको छु, पेट दुख्छ, यो बाने हैन मलाई लिफ फिल हुन्छ, अब चिसो छ टोपी लाउँदैमा सुत्केरी हुन्छ त। हिजो पनि म यही लुगामा थिएँ नि त, अनि हिजो पनि केही लुगा छैन अरू भनेर रिसाउँदै हैसिन्थ्यो हैन। अनि आज बेला नि फोन गर्छ नि त, तिमी सुत्केरी भा हो भने किन नाइ नाइ भनेर अनि किन यो सुत्केरीको लुगा लगाएछौ हिजोदेखि भनेर भन्छ। ए बाबा यो लुगा सुत्केरीले मात्र लाउने हो र, तातो हुन्छ कस्तो न्यानो हुन्छ अनि लगाइन्छ। अब चिसो त टोपी लाउनै पर्यो, अब पिरियड भएको छ, पेट दुखिरहेको छ, यो बान्नै पर्यो हैन। मेरो बुढोलाई आफूसँग हुँदा मात्र हैन भिडियोमा पनि उहाँलाई मन नपर्नेलाई के हुन्छ नि त, अब केही लुगाहरू त्यस्तो वाङफाङ लुगा त्यस्तै अब यस्तै झुत्री झाम्त्री बसेपछि रिसाइन्छ कि तिमी बिरामी भएको छौ नाइ, अनि किन यसरी बसेको छौ, किन कपाल कोरेनौ हैन। अनि त्यस्तै सुत्या भए पनि किन बिहान बेलुका सुतिराख्छौ, चिटिक्क बन हिँड खाउ डुल। मेरो बुढा मात्र यस्तो होइसिन्छ कि साथीहरू हजुरको पनि हुनुहुन्छ, कमेन्ट गर्नु होला के। हे भगवान अब यो लुगा म निकालिदिन्छु अहिले नै।